बडा दसैँको पिङको लागि हामीले वनको बाटो ठकुरी गाउँबाट यसरी बाँस लिएर आइरहेछौँ। ल हेर्नुहोस् त, यहाँ हाम्रो दसैँको पिङको लागि यसरी बाँस हाम्रो सृजन भाइ ल राम पनि रहेछ नि त, लु एकदम दुःख गरेर उकालिरहेछ। जस्ट वेट म पनि आइपुग्यो। वेट यसरी दुःख कष्टका साथ पिङको लागि। बाबु तिमी माथि जाऊ, माथि तिमी माथि जाऊ, म यहाँ उचालिदिन्छु। वेट ल राम भन्छ टुप्पामा जानु, टुप्पामा जानु। म आएपछि त जाऊ बाबु त। ठेल्नु तपाईँहरूले चाहिँ सजिलोकोले ठेल्नुपर्छ, हामीले बोकेका छौँ। ल बिचमा आउनु पऱ्यो, पख्नु यहाँबाट छिर्ने बाटो छैन नि। ल लु पिङको लागि बल्ल बाटो आइपुग्यो। दुःख गरिरहेछ सबले। ल धन्यवाद, यस्तो झाल बाटो निकालेका छौँ।